मरेपछि। ल मित्रहरू सबैजनालाई हार्दिक नमस्कार छ। स्वागत छ। म वीरेन्द्र जैरो। मैले यो सानो क्लिप यहाँ पोस्ट गर्न गइरहेको छु। यिनलाई गङ्गामै लगेर चोबले पनि सुधार आउने होइन रहेछ भन्ने पक्की भयो। भ्रमहरू छर्छन् धेरै, त्यसले गर्दाखेरि त्यो भ्रम चाहिँ छर्ने बित्तिकै त्यसलाई चाहिँ सफा गरिहाल्नुपर्छ। हिन्दूको लक्ष्मी पूजा आउँदै गर्दा चाहिँ लक्ष्मी पूजा गर्नुभन्दा ढुङ्गा बोक्नु राम्रो भन्थे। यो सिधा कुरा, जनतासँग सिधा कुरा कि खोइ के जति कुरा भन्ने कि एकजना वीरेन्द्र जैरू पटक झनै देखिएनन्। हर्कको नजरमा श्रम संस्कृति पार्टी भनेको उनको प्राइभेट कम्पनी हो। उसले श्रम संस्कृति पार्टी चाहिँ प्राइभेट कम्पनी भनेर छ। यो प्राइभेट कम्पनी होइन, यो चाहिँ निर्वाचन आयोगमा दर्ता भएको पार्टी हो। उद्देश्य हर्कको पनि चन्द्र छुने नै देखिन्छ। संसदमा 7 सिट भए पनि आफूलाई प्रधानमन्त्री हुने योग्यताको मान्छे हो भन्ने ठान्छन्। वीरेन्द्र जैरू कि फैरू भन्ने मान्छेलाई म यो भन्न चाहन्छु, पार्टीको विचार भनेको ढुङ्गा बोक्ने मात्रै हो। श्रम संस्कृति पार्टीको ढुङ्गा बोक्ने मात्रै काम हो, सिद्धान्त त्यति मात्रै हो भनेको छ। श्रम संस्कृति पार्टीको सिद्धान्त के हो भनेर बुझ्नका लागि चाहिँ एकचोटि ट्युसन पढ्नलाई आयो हुन्थ्यो यो मित्र। अब आउँदैन होला, बिचरा अरूले नै भरण पोषण गरेको तपाईँको पत्रकार देखेँ मैले। र यो मान्छेले यत्रो ठुलो गफ गर्दाखेरि एउटा इन्टरभ्यूबाट मेरो लिनु नि हो होइन, इन्टरभ्यू मेरो लिनु। मुख चुप बनाएर तपाईँको पत्रकारिता होइन नगर्नेसम्म बनाइदिन सक्छु म उसको इन्टरभ्यूमा। अनि यो देशको ढुङ्गा माटोको माया उनी बाहेक कसैलाई छैन। उनको दृष्टिमा विश्व ब्रह्माण्डको एक मात्रै धर्म किरात धर्म हो, दोस्रोमा इसाई र तेस्रोमा इस्लाम मात्रै। नबोकेर चाहिँ के तस्करीको सुन बोकेर भन्छ त देश? वीरेन्द्र जैरू कि के जति भन्ने हो। हर्क साम्पाङ टिप्पणी आलोचनाका समेत लायक छैनन्। टिप्पणी गर्न लायक पनि नभएको भन्ने कुरा, टिप्पणी गर्न लायक नभएको भने किन त्यो भनेर भनिराखेको होइन? मलाई गाली गर्न खोजेर नै तपाईँको त्यो टिआरपी बटुलेको होला। हर्क साम्पाङ बारे त टिप्पणी गर्ने इच्छा पनि थिएन, किनभने तपाईँ चाहिँ कुन लेभलको तपाईँको चाहिँ के अरे पत्रकार हो र? एकचोटि इन्टरभ्यू लिनु न है, त्यसपछि थाहा भइहाल्छ नि को कतिको लेभलको रहेछ भन्ने कुरा। त्यो इन्टरभ्यू लिएको भोलिपल्टदेखि तपाईँको पत्रकारिता नगर्ने खालको बनाइदिन्छु। यो देशमा प्रधानमन्त्री हुन योग्य एक मात्रै मान्छे हर्कराज राई हुन्। हर्कराज राई मात्रै देशको प्रधानमन्त्री बन्न लायक सम्झन्छ यसो मान्छेले भनेर भनेर छ। मैले त्यस्तो ले भनेको छु होइन। तर एउटा राष्ट्रिय दल चलाएको मान्छे है, एउटा दलको अध्यक्ष भइसकेपछि त्यो प्रधानमन्त्री भन्ने पद चाहिँ व्यक्तिको निजी हो र होइन, त्यहाँ पुग्न पनि सकिन्छ। के छ वाद, नीति र सिद्धान्त भनेको हर्कवाद हो। जनता भनेको आदिवासी जनजाति र उनको जय जयकार गर्ने कोटरीका एकमुठी मान्छे मात्रै हुन्। आदिवासी मात्रै जनता उसको भनेर भनेको छ। मैले कहिले त्यस्तो भनेको छु होइन? आदिवासी भनौँ या जोसुकै भनौँ, 3.5 करोड नेपालीको देश हो यो। 3 करोड नेपालीले मैले जनता सम्झिरहेको छु। 3 करोड नेपाली मध्येको एउटा जनता म पनि हो। के छ र त्यसमा? त्यो मैले कहिले त्यस्तो भनेको छु? तपाईँलाई कहिले त्यस्तो लाग्यो? यो साथी रहेछ, यो कुन चाहिँले कति पैसा दिएर उ गरे हो नि। मेयर हुँदा इसाईको क्रिसमसमा क्रिसमसकै ह्याट लगाएर केक काटेर उत्सव मनाउँथे। अर्को कुरा, हिन्दू धर्मलाई धर्म नमान्ने, किरातलाई मान्ने, इस्लाम र तपाईँको चाहिँ नि इसाईलाई मान्ने भन्ने हिसाबको चाहिँ नि अभिव्यक्ति आइरहेछ। हिन्दू धर्मलाई मैले धर्म नमानेको भएदेखि तपाईँको चाहिँ नि मठ मन्दिरतिर के गर्न जान्छु म भनेको छु। मलाई भगवान् मान्नु नि, ईश्वर मान्नु। भगवान् र ईश्वरको खरखटनमा मात्रै सबै थोक हुन्छ अरे भन्ने छ नि त बुझाइ होइन? त्यसैको मेयर हुँदा हिन्दू र इसाई बीच झन्डै दङ्गा मच्चाइ नै सकेका थिए। अहिले गृहमन्त्री र प्रधानमन्त्रीको कमजोरीले देशमा अशान्ति भएको एकहोरो विष वमन गरिरहेका छन्। धरानको मेयर हुँदाखेरि धार्मिक द्वन्द्व गराएर कहिले गराएँ मैले? धार्मिक द्वन्द्व कहाँ गराएँ? के छ प्रमाण है? आफै हाम हल्ला गर्दै आउने अर्का साम्पाङ मुर्दाबाद मुर्दाबाद भन्ने है, सबै यो राजनीति हो तपाईँको। मलाई थाहा छ तपाईँ कुनै दलको एउटा चाहिँ नि होइन, तपाईँको पत्रकार हो, कुनै दलको कार्यकर्ता हो तपाईँ। त्यसले गर्दाखेरि त्यो दलबाट परिचालित भएर अर्को साम्पाङलाई कसरी चाहिँ के गरौँ भनेर चाहिँ तपाईँको त्यो टिममा आबद्ध भएर यता गरिराख्नु भएको छ। छोडिदिनुहोस् है, तपाईँको आत्माले तपाईँले थुकिरहेछ हौ
आत्माले थुकिरहेछ अनि मुखले जे पाते भनेर के गरेको थियो अचम्म लाग्छ। पत्रकारिता पनि यस्तो हुन्छ, के रिपोर्टिङ हो त्यो? जथाभावी बोलेछ, यो त्यो भनेछ। कति पैसा पाउनुहुन्छ यस्तो बोलेको? एउटा इन्टरभ्यू मेरो लिनु होइन, लाइभ गरौँ, त्यसको भोलिपल्टदेखि पत्रकारिता गरौँ, तपाईँले गाह्रो हुन्छ। त्यस्तो बनाइदिन्छु, च्यालेन्जै भयो होला। जे पाते बोलेको चाहिँ सबैलाई यस्तो खालको अफवाह फैलाउनेहरूलाई चाहिँ यही खालको तपाईँको चाहिँ के अरे उत्तर दिनु होला। मरेपछि